हेलो एभ्रिवान वेलकम टु माई फर्स्ट भोइस ओभर भिडियो। आज चाहिँ सेलरोटी बनाएको भिडियो अपलोड गर्दैछु। यो भिडियो चाहिँ लास्ट दसैँको हो गाइज। म चाहिँ पहाड गएको थिएँ ताप्लेजुङ। हामीले चाहिँ गाउँमा चामलहरू चाहिँ प्रायः ढिकी नै कुट्ने गरेका छौँ। अनि भिडियोमा देखिसक्नुभयो होला मेरो मम्मी र बुवाले चाहिँ चामल कुट्दै हुनुहुन्छ। त्यसपछि मम्मीले पिठो नै रेडी बनाउनु भयो। म चाहिँ ग्यासमा पोल्दैछु अनि मम्मीले चाहिँ आगोमा पोल्दै हुनुहुन्छ। मम्मीले चाहिँ मलाई सिकाउँदै हुन्थ्यो यसरी हाल्नु भनेर। मेरो फर्स्ट प्रडक्टको रिभिल हुन गइरहेको छ, सो सबैजना मन थामेर बस्नु होला। यस्तै हो साथीहरू, सबै कुराको फर्स्ट टाइम हुने रहेछ। यो मेरो फर्स्ट भोइस ओभर भिडियो सँगसँगै फर्स्ट टाइम सेलरोटी बनाएको भिडियो नै हो गाइज। यसरी भिडियो हाल्छु भनेर मैले रेकर्ड गरेको भिडियोहरू त नै छ, तर गाइज एडिट गर्ने जाँगरै चल्दैन भने यो चाहिँ बल्ल बल्ल मैले जाँगर बटुलेर एउटा भिडियो एडिट गरेको हो। तर अब अपलोड गर्छु कि गर्दिनँ त्यो पनि थाहा छैन। गरेँ भने चाहिँ सबैजनाले राम्ररी हेरिदिनु होला फुल भिडियो, अनि प्लिज लाइक कमेन्ट पनि गरिदिनु होला। यस्तै बाङ्गो टिङ्गो भयो नि मैले रोटी चाहिँ बनाइरहेको छु है। म चाहिँ ग्यासमा पोल्दै थिएँ, मम्मी चाहिँ आगोमा पोल्दै हुन्थ्यो। अब म तपाईँहरूलाई मम्मीले पोलेको रोटी देखाउँछु। अब चाहिँ गोलो गोलो पर्फेक्ट सेपको रोटी हेर्न सक्नुहुन्छ। मम्मी यस्तो दामी दामी पोल्नु भएको छ, एकदम एक्सपर्ट हुन्छ मेरो मम्मी। भिडियो साह्रै लामो भएछ हौ गाइजहरू, मलाई त भोइस ओभर गर्ने जाँगरै चलेन। अब हेर्नु हुनेले सबै हेर्नु होला, हेर्नु मन नलाग्नेहरूले यहीँदेखि स्क्रोल गरिँदा नि हुन्छ। ओके, बाई बाई गाइज, सी यु इन अनदर भिडियो। जति टाढा भए नि पर्खिबस्छु ल, पर्खिबस्छु ल।